Banking institution is a financial organization that accept money from public and provide loan and other financial service. Banking institution भनेको चाहिँ एउटा फाइनेन्सियल अर्गनाइजेसन हो। त्यसले चाहिँ एक्सेप्ट मनी हामीसँग रहेको पैसालाई चाहिँ कलेक्ट गर्छ, डिपोजिट गर्छ र फ्रम पब्लिक एन्ड प्रोभाइड लोन अनि लोन जसलाई चाहिएको छ त्यसलाई लोन दिन्छ। भनेको चाहिँ कृषि लोन भयो, उद्योग लोन भयो, एजुकेसन लोन भयो अनि हाउसिङ लोनहरू भयो, त्यस्तालाई चाहिँ ब्याङ्किङ इन्स्टिट्युसनले चाहिँ लोन दिन्छ। र ब्याङ्किङ इन्स्टिट्युसन इज अ फाइनेन्सियल इन्टरमिडिएट लाइसेन्स बाई नेपाल राष्ट्र ब्याङ्क। र त्यो ब्याङ्किङ इन्स्टिट्युसन खोल्नलाई पनि चाहिँ नेपाल राष्ट्र ब्याङ्कद्वारा चाहिँ लाइसेन्स प्राप्त गर्नु परेको हुन्छ। त्यतिकै म ब्याङ्क खोल्छु भनेर चाहिँ खोल्न पाइँदैन। र फङ्सन्स अफ ब्याङ्किङ इन्स्टिट्युसन, ब्याङ्किङ इन्स्टिट्युसनको फङ्सन के हो भन्दाखेरि चाहिँ एक्सेप्ट डिपोजिट, कलेक्ट सेभिङ फ्रम इन्डिभिजुअल एन्ड अर्गनाइजेसन। हामीसँग भएको पैसा चाहिँ कलेक्ट गर्ने, सेभिङहरू हामीसँग भएको सेभिङ चाहिँ इन्डिभिजुअल अर्गनाइजेसनबाट चाहिँ कलेक्ट गर्ने। प्रोभाइड लोन, अनि जसलाई पैसा चाहिएको छ, लेन्ड मनी फर बिजनेस, एग्रिकल्चर, एजुकेसन, हाउसिङ एक्सेट्रा। फेसिलिट पेमेन्ट भनेको इनेबल फन्ड ट्रान्सफर, चेक क्लियरिङ, एटिएम, क्युआर पेमेन्ट एन्ड अनलाइन। हामीले चाहिँ अहिले लाइनमा बसिरहनु पर्दैन, पेमेन्टहरू सबै हामी अनलाइनबाटै गर्छौँ। पैसा पनि हामीसँग त्यति बोकेको हुँदैन, सबै क्युआर गर्ने के गर्ने भनेर हामीसँग चाहिँ। त्यतिकै यो कसले दिएको फेसिलिटी हो भन्दाखेरि ब्याङ्किङ इन्स्टिट्युसनले हामीलाई दिएको फेसिलिटी हो। मोबिलाइज सेभिङ, कन्भर्ट आइडल सेभिङ इन्टु प्रोडक्टिभ इन्भेस्टमेन्ट भनेको चाहिँ हामीसँग यतिकै त्यो पैसा रहिरहेको थियो भने त्यो कहीँ पनि इन्भेस्ट हुन आइडियल त्यो नचलिकन बसेको हुन्थ्यो भने जब हामीले ब्याङ्किङ इन्स्टिट्युसनमा त्यसलाई गएर सेभिङ गऱ्यौँ भने चाहिँ त्यो हाम्रो आइडियल सेभिङलाई चाहिँ उसले के गर्छ भन्दाखेरि चाहिँ प्रोडक्टिभ इन्भेस्टमेन्टमा चाहिँ इन्भेस्ट गर्छ। सपोर्ट इकोनोमिक डेभलपमेन्ट, फाइनेन्स इन्डस्ट्री, ट्रेड, इन्फ्रास्ट्रक्चर, इम्प्लोइमेन्ट जेनेरेसन। जस्तै ब्याङ्कले चाहिँ एउटा उद्योगमा चाहिँ उसले लगानी गर्यो अरे 80 लाख, अनि त्यहाँनिर 80 लाखको के अरे कृषिमा उसले 80 लाख रुपियाँ चाहिँ खर्च गर्यो अरे। कृषिमा अब 80 लाख खर्च गरिसकेपछि त्यही अनुसारको मान्छे चाहिन्छ। अब त्यहाँबाट के हुन्छ भन्दाखेरि चाहिँ अब 10जनालाई रोजगारी दियो भने पनि त्यहाँ इम्प्लोइमेन्ट जेनेरेसन हुन्छ। र त्यो एग्रिकल्चरबाट जुन एग्रिकल्चरमा हामीले त्यो इन्भेस्ट गरेको पैसा हुन्छ त्यहाँबाट उत्पादन पनि हुन्छ। हो, त्यो उत्पादन बेचिसकेपछि पनि के हुन्छ भन्दाखेरि हाम्रो अर्थतन्त्र चाहिँ बलियो बनाउँछ। हो, त्यसै इन्डाइरेक्टली इन्डाइरेक्टली चाहिँ फाइनेन्सियल इन्स्टिट्युसनले चाहिँ हाम्रो इकोनोमिकलाई चाहिँ स्ट्रङ बनाउन चाहिँ हेल्प गर्छ। त्यसै गरी टाइप अफ ब्याङ्किङ इन्स्टिट्युसन इन नेपाल, ब्याङ्किङ इन्स्टिट्युसन इन नेपाललाई चाहिँ कति भागमा डिभिजन गरेको छ भन्दाखेरि चाहिँ क्लास ए, क्लास बी, क्लास सी र क्लास डी। ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्ट 2073, ब्याङ्किङ एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल क्लासिफाई इन्टु फलोइङ क्लासेस। सबैभन्दा ए क्लास भनेको चाहिँ कमर्सियल ब्याङ्क, वाणिज्य ब्याङ्क। अ कमर्सियल ब्याङ्क इज अ ब्याङ्क लाइसेन्स बाई नेपाल राष्ट्र ब्याङ्क टु कन्डक्ट अल टाइप अफ ब्याङ्किङ ट्रान्जेक्सन इन्क्लुडिङ एक्सेप्टिङ डिपोजिट, ग्रान्टिङ लोन, फोरेन एक्सचेन्ज ट्रान्जेक्सन, ट्रेड फाइनेन्स, पेमेन्ट सर्भिस, सेक्सन 49(1) इन्क्लुडिङ accepting deposit and mobilizing them, financial instrument, अनि पेमेन्ट ट्रान्सफर थ्रु इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट, लेन्डिङ, लोन्स, हायर पर्चेस, लिजिङ, हाउसिङ एन्ड लोन ओभरड्राफ्ट। हायर पर्चेस भनेको चाहिँ सवारी साधन किन्न ऋणहरू दिन्छ हामीलाई, भेहिकल लोन्सहरू भनेर। अनि लिजिङ भनेको चाहिँ मेसिनरी उपकरण भाडामा लिने ऋणहरू हुन्छ। हाउसिङ लोन भनेको घरहरू बनाउन किन्न ऋण लिन्छ। ओभरड्राफ्ट भनेको खातामा पैसा नभए पनि तोकिएको सीमासम्म झिक्न पाउनेलाई चाहिँ ओभरड्राफ्ट भनिन्छ। त्यसै गरी अर्को भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ कन्सोर्टियम फाइनेन्सिङ विथ अदर ब्याङ्क्स भनेको चाहिँ कहिलेकाहीँ चाहिँ एउटा ब्याङ्कलाई मात्र ठुलो ऋण दिन सक्ने क्षमता हुँदैन। यस्तो अवस्थामा चाहिँ धेरै ब्याङ्कहरू मिलेर एउटा ठुलो योजनालाई ऋण दिन्छन्। यसलाई नै साझेदारी भनिन्छ, कन्सोर्टियम भनिन्छ। परिपासु एरेन्जमेन्ट, परिपासु भनेको चाहिँ यसको अर्थ सबै ब्याङ्कले बराबर अधिकार हुन्छ, कुनै एउटा ब्याङ्कलाई मात्र विशेष सुविधा हुँदैन, सबैले बराबर जोखिम र बराबर फाइदा पाउँछन्। परिपासु एरेन्जमेन्ट भनेको चाहिँ त्यो हो। अब एउटा ठुलो हाइड्रो पावर आयोजनालाई चाहिँ अब 5 अर्ब रुपियाँ चाहियो अरे, एउटा ब्याङ्कले मात्र दिन नसक्ने भएकाले चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ 5वटा ब्याङ्क मिलेर चाहिँ 1-1 अर्ब गरी ऋण दिन्छन्। अनि त्यसै गरी सबै
मिलेर ठुलो काम गर्ने तरिका नै कन्सोर्टम हो। अनि त्यहाँनिर अब सबैजनाको इक्वल रिस्क हुन्छ, इक्वल रिटर्न हुन्छ। त्यहाँबाट आएको रिटर्न चाहिँ त्यो 5वटा ब्याङ्कमा चाहिँ इक्वल नै हुन्छ। हो त्यसलाई नि के भन्छ भन्दाखेरि चाहिँ परुपासु एरेन्जमेन्ट भन्छ। लेन्डिङ एगेन्स्ट फरेन ब्याङ्क इन्स्टिट्युसन ग्यारेन्टी भनेको चाहिँ विदेशी ब्याङ्कको ग्यारेन्टी विरुद्ध ऋण दिने भनेको यदि कुनै विदेशी ब्याङ्कले यो व्यक्ति कम्पनीलाई ऋण दिई हामी जोखिम लिन्छौँ भने ग्यारेन्टी दिन्छ भने नेपाल ब्याङ्कले यस आधारमा ऋण दिन्छ। नेपालको एउटा कम्पनीले विदेशबाट मेसिन आयात गर्यो अरे। विदेशको एउटा ब्याङ्कले यस कम्पनीको पैसा नआए पनि हामी तिर्छौँ भनेर ग्यारेन्टी दियो। त्यसपछि नेपाल ब्याङ्क सजिलै ऋण दिन्छ। इस्युइङ ग्यारेन्टी अन बिहाफ अफ कस्टमर्स, ग्राहकको तर्फबाट ग्यारेन्टी जारी गर्नु। ब्याङ्कले आफ्नो ग्राहकको तर्फबाट अरू कसैलाई यसको काम गर्छ, पैसा तिर्छ भनेर आश्वासन मतलब चाहिँ ऊ ग्यारेन्टी बस्छ। अनि अर्को भनेको टेकिङ रिफाइनेन्स फ्रम नेपाल राष्ट्र ब्याङ्क अर बोरोइङ लेन्डिङ विथ अदर। नेपाल राष्ट्र ब्याङ्कबाट पूर्ण कर्जा लिनु वा अन्य ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसनसँग ऋण लिनु। कहिलेकाहीँ ब्याङ्क कहाँ पैसा पुग्दैन, त्यस्तो बेला भनेको चाहिँ नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्कलाई सस्तो ब्याजमा ऋण दिन्छ। यसलाई नि पूर्ण कर्जा रिफाइनेन्स भनिन्छ। अनि अर्को भनेको चाहिँ म्यानेजिङ लोन फ्रम गभर्मेन्ट फरेन एजेन्सी फर प्रोजेक्ट प्रमोसन। सरकारी विदेशी निकायबाट ऋण लिएर आयोजना प्रबन्ध गर्नु। अनि ब्याङ्कले सरकार वा विदेशी सहायता संस्थाबाट ऋण लिन्छ र यो पैसा ठुलो विकास योजनामा लगानी हुन्छ। उदाहरण भनेको विश्व ब्याङ्कले नेपाललाई सडक बनाउन 10 अर्ब दियो। यो पैसा नेपालको ब्याङ्क मार्फत आयोजनालाई दिई र सडक निर्माण हुन्छ। हो त्यस्तो। लोन राइट अफ एज पर बाई ल भनेको चाहिँ खराब ऋण मिनाहा भनेको एउटा व्यापारीले पसल बन्द भयो र उसले 10 लाख ऋण तिर्न सकेन भने ब्याङ्कले 10 वर्षसम्म पनि पैसा असुल गर्न नसकेपछि नियमअनुसार यो ऋण राइट अफ गरियो। यसको अर्थात् ब्याङ्कले किताबमा यो ऋण हटायो। फरेन एक्सचेन्ज ट्रान्जेक्सन रेमिटेन्स लेटर अफ क्रेडिट, यसले ब्याङ्कले विदेशी मुद्राको सबै कारोबार गर्न सक्ने बुझाउँछ। विदेशी मुद्रा किनबेच, अमेरिकी डलर, युरो आदि खरिद बिक्री। रेमिटेन्स, विदेशबाट नेपालमा पैसा पठाउने लिने सेवा। लेटर अफ क्रेडिट भनेको विदेशी व्यापारीले भुक्तानी ग्यारेन्टी। कस्तो भन्दाखेरि नेपालको एउटा व्यापारीले चीनबाट सामान आयात गर्यो। चीनको कम्पनीले पैसा नपाउँदासम्म सामान पठाउँदैन। ब्याङ्कले लेटर अफ क्रेडिट जारी गर्छ जसले चीनको कम्पनीलाई आश्वासन दिन्छ पैसा आउँछ, पठाउनुहोस् अनि विदेशी मुद्रा किनेर भुक्तानी गर्छ।